Hello everyone, welcome to my YouTube channel. Myself Ishani Kumar and I'm again back with new video. अनि previous video हेरेर चाहिँ थाहा पाउनु भयो होला हजुरहरुले चाहिँ मेरो दिदी भिनाजुले चाहिँ छोरा पाउनु भएको छ अनि युवानीले चाहिँ भाइ पाएको छ अनि मैले चाहिँ छोरा मैले पनि अनि चाहिँ अब 3 दिन भयो अस्पतालमा बसेको चाहिँ दिदीको चाहिँ नर्मल डेलिभरी हो अनि 3 दिन चाहिँ अस्पतालमा बस्नु भयो आज 3 दिनको दिनमा चाहिँ डिस्चार्ज गर्न लागेको छ सो डिस्चार्ज गर्न लागेर चाहिँ घर लाउनुदाखेरि चाहिँ मैले चाहिँ सरप्राइज गर्छु भनेर चाहिँ पुरै घरहरु सफा गरे त्यसपछि चाहिँ फुलको बुके किने नेपालमा भए त फुल टिपेर ल्याएर हालम भन्ने हुन्थ्यो नि त यहाँ त त्यस्तो नहुने के अनि हत्तर पत्तर वालमार्ट गएर फुल किनेर ल्याएर अनि फुल चाहिँ ढोकामा राखे त्यसपछि चाहिँ यहाँ चाहिँ खुट्टाको छाप लगाउने भनेर चाहिँ अनि चरेसको थालमा चाहिँ अनि टीका राखेर अनि पानी राखेर खुट्टाको छाप बनाउने भनेर अनि त्यहाँ राखे त्यसपछि चाहिँ आफ्टर 9 long months it was finally daddy's turn to carry him in his arm त्यसपछि चाहिँ बाबुलाई बोकेर चाहिँ भिनाजुहरु चाहिँ गाडीतर्फ लाग्नु भयो अनि मैले चाहिँ सर्ट क्लिपहरु बनाउनु ल भनेर भनेको थिए तर भिनाजुहरुले चाहिँ यसरी खिच्नु भएछ कि अर्को तरिकाले खिचे भए चाहिँ सबै स्क्रिन कभर हुन्थ्यो नि त अनि त्यसपछि चाहिँ यहाँ चाहिँ बाटोहरुको ब्लक छ अनि त्यसपछि चाहिँ यता फ्रन्ट सिटमा भिनाजु हुनुहुन्छ अनि दिदी भिनाजु आउन लाउनु भएको थियो म चाहिँ अब हतार भित्र डेकोरेसनको सामानहरु चाहिँ मिलाएर आएको थिए बिकज आई वाज एलोन साथीलाई बोलाएको थिए बट साथी चाहिँ फुर्सद नभएर आएन अनि यहाँ चाहिँ मेरो लिटल पुन्टे छ हामीले चाहिँ बाबुको नाम चाहिँ विवान राखेका छौं भिनाजुको नाम चाहिँ विक्रम दिदीको नाम युनिसा अनि विवान अनि नानीको नाम चाहिँ युवानी सबैले युवानी भएपछि युवान राख्छ सोचेको अनि दिस टाइम पहिला युनिसाकोबाट यु भएको भएर अब चाहिँ विक्रम भिनाजुकोबाट चाहिँ बीबाट राखेको हामीले नाम हामी चाहिँ 3 महिनामा नै फाइनलाइज गरिसकेका थियौ बट नभन्नी भनेर चाहिँ भनेको थिएनौं एन्ड आई एम फाइनली टेलिङ यु गाइज त्यसपछि चाहिँ हाम्रो यहाँ विवान बाबु छ पुन्टु अनि म चाहिँ एकदमै गाह्रो भनेको चाहिँ मलाई डेकोरेट गर्दाखेरि त्यो नामहरु खोजेर मिलाउन यस्तो गाह्रो भयो नि अनि म चाहिँ घरमा है हामी हिँडिसक्यौं हामी यहाँ आइसक्यौं भन्नुभएको छ म त आत्तेर है के गर्ने यता नाम पनि मिलेको छैन फेरि यता टीका बनाउँदै छु फेरि यता बत्तीहरु बाल्दै छु फेरि यता दियो बाल्दै छु म त कस्तो मेसै नपास्तो भएको के है एक्लैले त यता गर्ने अगाडि दिनमै भोलि ल्याउने हो भन्ने थाहा भयो त अगाडि नै माइन्ड पनि प्रिपेयर हुन्थ्यो र गर्थेँ त्यसपछि चाहिँ म बाहिर निस्के हत्तर पत्तर गाडी आएको देखेर किनभने मैले डेकोरेट गरेको थिएँ अनि ढोका खुल्ला थियो अनि बेल्कनीबाट हेरेको त्यसपछि दिदी भिनाजु आउनु भयो रहेछ त्यसपछि चाहिँ म लिन गए त्यसपछि यहाँ भिनाजु हुनुहुन्छ हामी चाहिँ फर्स्ट फ्लोरमा हो सो यहाँ चाहिँ लिटल प्रिन्स छ हाम्रो अनि भिनाजुले बोकेर ल्याउँदै हुनुहुन्छ अनि फाइनली द डेकोरेसन वाज लाइक दिस मैले एक्लैले गरेको हो नि फेरि अब नराम्रो भए पनि केही भएन मैले चाहिँ जस्तो आउँछ आफुलाई जस्तो सक्छु त्यस्तै नै गरे त्यसपछि चाहिँ अब बाबुलाई चाहिँ भित्र लिएर आउनु पर्यो अनि अब चाहिँ दिदीलाई चाहिँ नेपालमा नभए पनि नेपालमा नभए भनेर मिस नहोस् भनेर चाहिँ आई एम ट्राइङ माई बेस्ट टु गिभ एभ्रिथिङ मम्मीलाई मिस नहोस् घर मिस नहोस् हुन त अभियसली हुन्छ नै भए पनि मैले चाहिँ अब सबै कुराहरु गरेर चाहिँ पूरा गर्न चाहन्छु इन्कम्प्लिट विशहरु अब केही भेटेर मम्मीहरुसँग भए भन्ने त्यस्तो चाहिँ नहोस् भनेर अनि त्यसपछि चाहिँ अब घरमा भए त्यस्तो हुन्थ्यो नि त अनि त्यसपछि चाहिँ मैले चाहिँ अनि सबै फुलफिल गर्छु भनेर चाहिँ अनि त्यसपछि यसरी सरप्राइज गरेको अनि भिनाजु चाहिँ निकाल्दै हुनुहुन्छ अनि यता चाहिँ मेरो डेकोरेसन यस्तो छ रोजको पेटल्सहरु अनि टीकाहरु सबै छ अनि त्यसपछि चाहिँ बाबु चाहिँ रोयो कति क्यूट छ नि त्यसपछि चाहिँ अब मैले चाहिँ भिनाजुलाई खुट्टाको छाप लिन पर्यो भनेको बाबु त त्यो खुट्टाको छाप लिनै नमानेर अनि त्यसपछि चामल लडायो बाबुले त्यसपछि भित्र आउनु भयो अनि अब चाहिँ खुट्टाको छाप लगाउने पालो खुट्टाको छाप लगाउँदाखेरि चाहिँ खुट्टै टेक्न नखोजेर हेर्नु न मेरो चाहिँ 7-8 मन्थ्स भयो के पहिला चाहिँ कस्तो कन्टिन्युअसली भ्लगहरु गइराथ्यो नि त अनि अहिले चाहिँ धेरै भयो नि त मैले भ्लगहरु बनाउन बोलाएन कहिले कसो आहान तर अहिले चाहिँ अब यो चाहिँ लाइफ टाइम मेमोरी हो नि त भोलिपर्सि बाबुले हेर्छ ए म सानोमा यस्तो थिए अब फोटोहरु हराएर जालान् उडेर जालान् फेसबुकहरु जालान् बट
युट्युबमा भएपछि रहन्छ भनेर चाहिँ आइ एम ट्राइङ टु क्याप्चर एभ्रिथिङ। अनि त्यसपछि चाहिँ मैले बाबुको आरती गरेँ। अनि भिनाजु चाहिँ भित्र हिँड्नुभयो। अनि यता चाहिँ नानी आउँदैछ पछाडिबाट। अनि नानी पछि आउँछ दिदीको ट्रन। दिदी पनि भित्र हिँड्नुभयो। साँच्ची मैले चाहिँ रुम टुर गरेकै छैन। हाम्रो चाहिँ 2 BHK रुम हो। अनि मेरो छुट्टै छ, दिदी भिनाजुको छुट्टै छ। एक दिन चाहिँ म रुम टुर भ्लग नै ल्याउँछु ल। ल्याउँछु भन्दा त्यस्तै बिजी भएर भएको थिएन। अहिले त म फ्री नै छु, म एक दिन ल्याउँछु नि। अनि त्यसपछि बाबुभित्र गयो। अनि डेकोरेसन चाहिँ यस्तो थियो, वेलकम होम बेबी, नाम चाहिँ दिदीलाई नलेखेको। अनि त्यसपछि आउन साथ मैले चाहिँ दिदीलाई चाहिँ खाना, मासु, साग, अनि अब सुत्केरले खाने भनेको त ज्वानोको झोल, त्यो चाहिँ अनि आउने बित्तिकै दिएँ। किनभने अब हस्पिटलको खानेकुराहरू अब हामी नेपालीलाई त भातै चाहिन्छ नि त, हस्पिटलमा फेरि त्यस्तो हुँदैन। त्यो भएर चाहिँ म चाहिँ आउन साथ दिदीलाई चाहिँ ल छिटो छिटो खाम भोक लाग्यो पनि होला भनेर। अनि फेरि बच्चालाई मिल्क पनि आउँछ नि त ज्वानो खाएपछि। अनि त्यही भएर चाहिँ मैले हत्तर पत्तर दिएँ। नेपालमा भयो त है गुम्सेर टोपी लाएर कपडा लाएर तातो कपडा लाएर बस्छन् नि है सुत्केरीहरू। यहाँ त के हो, दिदीलाई मैले कर गर्नुपर्छ, टोपी ला, ज्याकेट ला, यो ला उसलाई त्यही पनि मान्ने होइन। पुरै कपडा पनि नलाउने, टोपी पनि नलाउने। अब यहाँ त्यही टेम्परेचरमा एडजस्ट भएर हो कि खै के हो म त बुझ्नै सकिनँ। एडप्ट भइसक्यो कि यहाँको सराउन्डिङसँग, त्यही भएर पनि होला। त्यसपछि चाहिँ म चाहिँ लन्ड्री गएँ। किनभने बाबुको चाहिँ हस्पिटलबाट आउँदा धेरै नै कपडाहरू भइसकेको थियो। सो म चाहिँ लन्ड्री गएँ। अनि अघि मैले देखाएको चाहिँ बाबुको हो, त्यो चाहिँ छुट्टै गरेको थिएँ। अनि यतापट्टि चाहिँ हाम्रो छ लन्ड्रीको कपडा, यु क्यान सी। त्यसपछि चाहिँ यहाँ चाहिँ हाम्रो छ, उतापट्टि चाहिँ बाबुको छ। अनि म चाहिँ युवानी लिटल क्युटीसँग चाहिँ आएको थिएँ। अनि त्यहाँ देखाउँदैछ नानीले। अनि म चाहिँ यता छु, म चाहिँ घरकै ड्रेसमा आएको हेर्नु न। अनि पानीको बोतल लिएर आएको थिएँ, पानी त सकिसकेको थियो। अनि यो चाहिँ यहाँ छ हाम्रो सामानहरू, सरफहरू यताउति। अनि त्यसपछि चाहिँ हामी यहाँ बसेँ। अनि त्यसपछि चाहिँ वास भइसकेको थियो। अनि ड्राई पनि भयो। ड्राई चाहिँ मैले छुट्टै हालेको हो। त्यसपछि चाहिँ निकालेँ। हेर्नु न कति क्युट क्युट लाउने के बच्चाहरूको कपडा है, सानो सानो हुन्छ नि त, जस्तो क्युट लाउने के कपडाहरू। अनि धेरै थिएन, त्यही नै अब बच्चाहरूको भइहाल्छ नि त 2-3 दिनमा। अनि त्यही भएर धुन ल्याइहालेको के त्यही दिन नै हत्तर पत्तर गरेर। त्यसपछि चाहिँ सबै कपडाहरू निकालेँ, एउटा एउटा गरेर निकालेँ। किनभने अब फेरि छुट्यो भने झ्याउ हुन्छ नि त, एउटा छुट्ने बित्तिकै मोजाहरू छुट्यो भने फेरि अर्को कामै हुँदैन। अनि त्यही भएर अनि निकालेँ। लन्ड्रीलाई नै म चाहिँ घरको कपडामा आएको छु, किनभने घरबाट नजिक छ लन्ड्री। अनि त्यसपछि चाहिँ इट वाज टाइम टु फिड मिल्क। अनि मैले चाहिँ बाबुलाई चाहिँ फर्मुला मिल्क खुवाएँ। दिदीको चाहिँ त्यो हस्पिटलमा बसेको नि त, अनि खानाहरू नखाएको भएर खासै मिल्क आएको थिएन। अहिले त अब आहा कि। अनि त्यसपछि चाहिँ मैले फर्मुला मिल्क खाएँ। अनि बेडको डेकोरेसन चाहिँ यस्तो गरेर राखेको थिएँ मैले। त्यो दिनमा देखाउँछु भनेको पछि देखाएँ। यस्तो थियो फाइनल डेकोरेसन अफ होम। दिदीको रुमको डेकोरेसन चाहिँ यस्तो थियो। अनि खाट चाहिँ मैले यस्तरी सजाइदिएको थिएँ। एन्ड हियर इज मी। यो चाहिँ दिदी भिनाजुको रुम हो, मेरो चाहिँ यतापट्टि छ। पछि रुम टुर भ्लग लिएर आउँछु। अनि त्यसपछि चाहिँ बाबु चाहिँ त्यहाँ सुतेर खानै नमानेर हेर्नु न। त्यसपछि चाहिँ म चाहिँ अब हस्पिटलमा 3 दिन बसिसक्यो। तेल त लाउनु पर्यो, अब नेपाली भएपछि त तेल लासे तङ्ग्रिन्छ, तेल लासे बडीहरू स्ट्रङ हुन्छ भन्ने सोच छ नि त हाम्रो नेपालीको। अनि त्यस्तो म तेल लगाइदिन्छु भनेर तेल लाउनु लाएँ। प्लिज गाइज हजुरहरूले चाहिँ मलाई नकराउनु ल कसरी तेल लगाएको भनेर। हुन त मैले ठुलो दिदीको पनि छोरी हो, अनि अहिलेको दिदीको नि अलरेडी छोरी छ नि त, 2टा छोरी। अनि मैले चाहिँ पहिला नुहाइदिने, तेल लगाइदिने, दुध खुवाउने चाहिँ मैले पहिल्यैबाट गरे आएको क्या 2टै नानीहरूलाई। सो आई हेभ आइडियाज, आई हेभ स्किल, बट आई एम नट पर्फेक्ट के। फेरि तेल लगाउँदाखेरि कसरी लगाएको होला, के गरेको होला, बच्चालाई म्याराक मुरुक भन्नु होला प्लिज गाइज। मैले चाहिँ अब आफूलाई चाहिँ काम चलाउ बाटो भन्दा पनि अलिअलि अब लाउन गर्न चाहिँ अब मम्मी बाबा हुनुहुन्न। अब मम्मी बाबा भए त अभियसली सबै कुराहरू लगाइनुहुन्थ्यो, हामीले लाउनु पर्थेन। तर मैले चाहिँ पहिला 2टा नानीहरूको चाहिँ लगाएको भएर चाहिँ अलिअलि आइडिया चाहिँ छ। अनि अब कोही त बच्चाहरू देखेर डर्ने उनी गर्ने हुन्छ नि त, तर मलाई चाहिँ यताउति गर्न चाहिँ अलिअलि आउँछ। अनि त्यसपछि चाहिँ मैले तेल लगाएँ, तर मलाई नगराउने के गरेको होला भनेर। अनि यो चाहिँ खुट्टा सिधा हुन्छ भनेर खुट्टा तानिदिएको, हातहरू मसाज गरिदिएको, मजाले सुत्छ नि त। त्यसपछि तेलहरू लगाइदिएँ।
मलाई कमेन्टमा चाहिँ कसरी तेल लगाइदिएको यस्तो यस्तो नभन्नु होला है। फेरि अलिअलि नलेज त छ कि, तर आइएम नट पर्फेक्ट, नो वान इज पर्फेक्ट नि त। अनि मैले चाहिँ प्याम्पर्स चेन्ज गरिदिएँ। प्याम्पर्स चेन्ज गरेर चाहिँ अर्को डाइपर लगाइदिएँ। अनि त्यसपछि चाहिँ टाउको सिधा पार्नुपर्छ भनेर चाहिँ टाउको चाहिँ चलाइरहेको बनाइरहेको थिएँ, किनभने केटी भयो त कपालले छेक्छ नि त, डजन्ट केयर। बट केटालाई त अब अलिकति कपाल काटेर ह्यान्डसम बनाऊँ, हिरो बनाऊँ भन्ने हुन्छ नि त पछि। अनि मम्मी सानीमाले मेरो कपाल मिलाइदिएनन्, मेरो टाउको मिलाइदिएनन् भनेर गुनासो हुन्छ भनेर चाहिँ अनि मैले चाहिँ टाउकोहरू अलिकति मिलाइदिएँ, गरिदिएँ। अनि नेपालबाट चाहिँ तोरीको सिरानी नै पठाइनु भयो। त्यो तोरीको सिरानी राखिरहेछौँ सो द्याट टाउको चाहिँ राम्रो सेपमा बसोस् भनेर। अनि त्यसपछि चाहिँ बच्चाहरूलाई धेरै बाहिर कपडा खोलेर नराखिदिउँ भनेर चाहिँ मैले हतार कपडाहरू लगाइदिएँ। नेपालमा भए त होइन, घाम तापेर अनि त्यसपछि आगो बालेर सेकिन्छ नि त। अब यहाँ त छैन, त्यही भएर चाहिँ हिटर बालेर कस्तो हेर्नु न, कस्तो पोर्टेबल सानो क्युट खालको हिटर छ। अनि त्यो बालेर चाहिँ हामीले चाहिँ दिनमा 2 टाइम सेकिदिन्छौँ, बिहान र बेलुका, किनभने स्ट्रङ हेल्दी होस् भनेर, बोनहरू स्ट्रङ होस् भनेर। अनि त्यसपछि चाहिँ मैले हातको पन्जाहरू लगाइदिएँ। अनि कस्तो सानो सानो हुने कि हातको पन्जाहरू है, हातहरू अनि कस्तो छोइराख्न मन लाउने, चलाइराख्न मन लाउने, जिस्काइराख्न मन लाउने कि है, कस्तो हो नि। अनि त्यसपछि चाहिँ मैले चाहिँ कपडाहरू लगाइदिएँ हतार गरेर। अनि टाउको मुरुक गर्दाखेरि चाहिँ मलाई कराउनु होला, नकराउनु नि, फेरि जस्तो आउँछ त्यस्तै गरेको नि फेरि। अनि त्यसपछि चाहिँ सुरुवाल लगाइदिएँ, सुरुवालको टर्न थियो। अनि बच्चाहरू त सानो हुने भएर जे कपडा पनि ठुलो हुने कि है, यताबाट गर्दा नि ठुलो हुने, उताबाट गर्दा नि ठुलो हुने। अनि त्यसपछि पत्तर गरेर मिलाइदिएँ। त्यसपछि खुट्टामा चाहिँ मोजा लगाइदिएँ। बच्चाहरू के हात र खुट्टाको त हुँदै हुन्न कि एकछिन लगाइदियो होइन, त्यो चलाएर गरेर निकालिहाल्ने कि। त्यसपछि मेरो माया गर्ने टर्न थियो। अनि मैले बाबुलाई माया गरेँ, किस गरेँ होइन। त्यसपछि बोकेँ, हल्लाएँ। ओ माई गड, हाम्रो क्वालिटी टाइम एकदमै मजा लाग्छ मलाई चाहिँ बाबुसँग टाइम स्पेन्ड गर्न। त्यसपछि चाहिँ त्यो लगाइदिएपछि कस्तो आनन्दले सुत्छ कि है। अनि मलाई पनि आनन्द लाग्छ, दिदीलाई पनि आनन्द लाग्छ, मिनालाई पनि आनन्द लाग्छ त्यो सुतेको देख्दा। अनि हामी चाहिँ चलाउन मन लाग्छ क्या त्यो सुतेको भएर। अनि हामी चाहिँ चलाउँदैछौँ, एकदमै निन्द्रामा हुन्छ नि त। अनि जति गरे पनि उठ्दैन, अनि हामीलाई चाहिँ चलाइ गर्न मन लाग्छ क्या फेरि। त्यसपछि चाहिँ बाबु निदायो अनि सुताइदिएँ। बाई, थ्याङ्क यू सो मच फर वाचिङ। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। बाई, लभ।